यसको कुल बिग्रिया यो पो रहेछ। सुन्तलदानी तिम्रो कुल बिग्रिया होइन रहेछ नि। अनि के बिग्रिया रहेछ त? धुर्मुसी बिग्रिया रहेछ। त्यो भुनिया भन्ने केटीसँग सल्किया रहेछ नि। तलतिर बारी बाटा सँगै छन्। त्यही भएर पो अर्की स्वानी ल्याउँछु भन्या रहेछ त्यसले। त्यसलाई पढ्न धुर्मुसमा एउटा कुरा भनौ। भन्छ अहिले त मोटा आएर कस्तो राम्रो भएछ। कस्तो मर्गेली अब त्यो सुन्तली सँग बस्दा पो म क्या हो त तसँग बस्दा त मर्गेली हौ। अनि धुर्मुसमा तेरो घर मलाई लाँदैन? कस्तो कुरा गर्छ यो? तँलाई नलागेर कसलाई लान्छु त? तैँले जानु नमाने पनि घिसारेर लान्छु तँलाई त। हिँड काली। खबरदार! यो भुनिया हो कि दुनियाँलाई ल्याउनलाई मसँग झगडा गरिया होइन? ल हेरौँ त कसरी भित्राउँदा रहेछौ। तेरी सुन्तली कुरै नबुझी कहाँ उसलाई मैले भित्राउनु? ऊ त मेरो साथी मात्रै हो के? हुन्छ साथी मात्रै। रखेल भन न रखेल। भाउजू धुर्मुसको मेरो सम्बन्ध म त पहिलेको जस्तो कहाँ छ? मुख समालेर बोलिहाल्नुहोस्। अझै उल्टै मैले मुख समालेर बोल्नु पर्ने? मिनाजु तिम्रो भाइ उतै हुन सक्छ। हेर त काटी कुटी अनुहार पनि मिल्न जान्छ। त्यही त जिउको काटी पनि हेर न ठ्याक्कै सानो काटी। जिउको काटी मिलेर के हेर्नु? यो कोठी हो भनेर सोद्धाखेरि बाख्रा बड्कुले पर्दो रहेछ। तै पनि सोधौ न। ए भाउ तपाईँको यो बाख्रा बड्कुलो है? बाख्रा बड्कुलो रे? कोठी हो यो कोठी। कोठी र बाख्रा बड्कुलो नि चिन्दैनौ? त्यही त कोठीलाई बाख्रा बड्कुलो भन्ने। तिमी के चिन्दैन? कस्तो मजाको बाउ छ। अनि बाउको हजुरबाउको नाम चाहिँ के हो त? मेरो गाडी आयो पछि कुरो कस्तो फाइदाको कुरो छ अब तपाईँ? यो कुरा हो फाइदाको? भन्नु न छिटो भन्नु। एकदमै फाइदाको कुरो छ क्या तपाईँले कुरा गर्नु। अलिकति केही भन्छ सम्झ। तपाईँको थर चाहिँ के हो भन्नुहोस् त? बसै छुट्यो के को थर नि? बस छुटेर के हो त भाउ? बाउको थर चाहिँ के हो त्यो भन्यो नि त। हेत्तेरी कोइराला हुँ ल कोइराला। किन कोइराला भएर जन्मिया त? घिम्रे हुनु पर्थेन? हेत्तेरी कस्तो बाँदरहरू छ भेट भएछ। आफ्नोमा गाडी नै छुट्यो। गाडी हामी त उता पो यता गयो नि हुन्छ नि। सोध्नै पर्छ कोठी भाला मात्रै किन सोध्ने? यसो घरतिर पनि बुझाउ न। बहिनी बुहारी भन न बुहारी। तिम्री बुहारी मेरो देउरानी क्या? त्यही त भन्नु लाग्यो झुक्केर। बुहारी हजुर कला खोज्नु भयो? बस्नुहोस् न। बसौँ। बाजे यो बस्यौँ भने सुन्नु नपानी 7 महिना भइसकेको थियो। ल कस्तो मिठो वचन। अब एकछिन बस्दै गर्नुहोस् है। हस् भइहाल्छ। हामीलाई भोक लाग्यो भनेर खिर पकाएर ल्याउनु होला के? पकाएर ल्याउन चाहिँ अन्डा चाहिँ उसिनेर ल्याउन लाग्यो होला। हामीलाई चाहिँ अन्डा हुन सक्छ, तँलाई चाहिँ डन्डा पनि पर्न सक्छ है। ल लिनुहोस्। घामबाट धापेर आउनुभएको पाहुनालाई पानी किदिनु, दही नै खानुहोस्। दही? हजुरको लोग्ने हजुरको श्रीमानको यस्तो गालामा कोठी छ? कसरी थाहा पाउनु भयो? छ कस्तो लाग्यो? यही घर हो पक्का। केटी
केटीको शिल स्वभाव हेर न हाम्रो खानदानसँग ट्याक्कै मिल्छ। त्यही त भने। चिन्ने नचिने मान्छेलाई पहिलोचोटि दही हेर त यहाँ। अनि आफ्नै घर हो, म त बस्छु मजाले। अनि देउरानी नानी देवर बाबु कहाँ जानुभयो त? किनमेल गर्न बजार जानु भएको छ, भोलि पूजा छ कि? पूजा भनेपछि चाहिँ हामी पनि छमी नाच्न पर्छ है। नाइस टु मिट यु तरिकाले नाचिहाल्छौ नि। मेरो बस्दा छुटाइदेऊ। अझ मेरै घरमा मेजमानी। कोइरालोको घर पो पर्छ। आज मैले जाने छु। तिमीहरूलाई डाका हो, भाग्यो र म चाहिँ, नत्र मैले ढाड खुस्काउँथे। गिलास बिर्सेछ होइन, हामी कहाँ हिँड्या रे? धेरै बुझ पचाएर कुरा नहर है। मेरो भाइ छ अरे भन्ने थाहा पाएर आउँछ नि हिँड होइन हामी। ए हो त नि, म त हिँड्दा त्यही पनि बिर्सिसकेँ। होइन, हिँड्दै बुढो भएर मरिन्छ कि क्या हो भिनाजु? कहाँबाट अंश पाइएला? अंश लिन हिँडे हो कि अंश दिन हिँडे हो? हिँड्दा अंशै जा जस्तो भइसक्यो आफ्नै। अर्काले करोडौँको सम्पत्ति अलिकति दुःख नगरिकन लाउ खाऊ बाबु भनेर मुखा क्वाप्प त कसले खुवाइदिन्छ त? अलिकति दुःख त गर्नु परिगयो नि। अब गाला कोठी भए मान्छे जम्मैलाई लिएर भाइ भनेर चेपार घस्दा हिँड्नु, पहिला थर चल्नु थर घिम्रे हो कि होइन? हुन्छ, अब त सोधेर म ल के भयो, भाग्यमानीको भुट्टै कमाएर गालामा कोठी, मेरो जस्तै अनुहार। ल मेरो भाइ पक्का यही हो। ल ए बाउ। हजुर के छ भाइ तेरो हाल खबर? बिरामी छु। खुट्टो दुख्छ, त्यही पनि दाउरा लिन आउनु परेको छ। भिनाजु, तिम्रो भाइ करोडपति भने होइन? करोडपति भएको भए यसरी आफै दाउरा बोक्छ? हेर न त्यहाँ रित्तो खप्परको भारी। मान्छे जति धनी भयो त्यति कन्जुस हुन्छ के। आफ्नो भाइ यस्तो बिरामी रहेछ, हेरचाह गर्ने कोही पनि छैन। ए भन्दै हजुर त दाउरा बोक्छ। हजुर म डोको बोकिदिन्छु। ए तिमी डोको बोक्ने? ल ठिक छ, म चाहिँ भाइ बिरामी रहेछ, बोकेर लिएर जानु पर्ला। ल बुझाइज कता हो बाबु भन्छ? यस्तै अब जाउँ ओह्राला। कति खाजो रहेछ, कस्तो गरौँ? त्यत्रो सम्पत्ति नघिचेर के गरोस् त? अब कति बेर लाग्छ भाउ घर पुग्न? होइन, नजिकै छ नि। अनि गाह्रो भयो क्या हो, आइपुगिहाल्यो। गाह्रो भएर होइन, तपाईँ त मैले साना पनि त यसै गरी बोकेको थिएँ नि। मैले त पुरै बुझिनँ नि त। घर पुगा नि बाबु, कुरो बुझिहालिन्छ नि। पहिला जाऊ न। यही घर हो कि उता पल्लो? होइन, यही हो। यही घर हो। ल राख्ने पनि त यही होला। घर त ठुलै रहेछ। कसले बाले बनाएका हुन्? ओहो, नोकर चाकर त थुप्रै राख्नु भएछ नि। ओ कार्की दाई। कार्की? को कार्की? तिमीले भने हो, ऊ कार्की दाईले पो भनेको त। बुढा कार्की रे, अब हामी के गर्ने? अब के हार्नु नि, छोडेर जाने नि। अब जाने कहाँ त्यसै जाने? यो दाउरा जहाँबाट ल्याएको चाहिँ फुलाउनु पर्दैन? हो त साँच्ची त। त्यही त, म पनि गएँ डोको बोकेर। हिँड्छ दिदी फटाफट। तिमीहरू उता जाने म बाउलाई पनि जाको चिपुराइन्छ। आउँछ के गरेको? के गरेको? हेर छोरी, जो मुला सागलाई के गर्नुपर्छ, कसो गर्नुपर्छ, यो मुला सागले भोलि छिनोफानो गर्छ। भोलि आजै गर्नुपर्छ, अहिले गर्नुपर्छ। आज मिल्दैन के छोरी? किन र बुढा? आज मेरो मौन व्रत हो। मौन व्रत? मौन व्रत त नबोली बस्ने होइन र? बोलिरहेछौ त। ए बोलिरहेको छु म। हेत तेरी, अब बोल्दिन। हे दुर्मुसवा, त मलाई जबरजस्ती नगरिहाल। मलाई थाहा छ मेरो कार्यले गर्दाखेरि सुन्तली भाउजू माइत गएर बसिहालेको छ। अनि म चाहन्न तर सुन्तलीको बिच नराम्रो होस्। अब म जान्छु घर। उधर मेरो बाबुजी मलाई पर्खिरहेको छ। बापुजीको कुरा गरेर कहाँ जानु लाग्यो कि? एक दुई दिन त बस्नुपर्छ यत्रो टाढाबाट आएपछि। त्यही त, एक दुई दिन मात्र किन, एक दुई महिनै बसे पनि भयो। अझ मिल्छ भने त यसलाई आफ्नै घर सम्झेर
सधैँको लागि बचे पनि रिसाउँदै गर्छन्, घर छोड्ने छोड्दै गर्छन्। म त्यो सुन्तलीलाई अहिले गएर लिएर आउँछु। त मेरी बहिनी, तेरो म दाजु, सुन्तली तेरी भाउजू, उसकी त नन्द भनेर भनेपछि फुरुक्क परेर तुरुन्त आउँथ्यो त। कस्तो तिरिक लाउँछु भने नि म। ल म लिएर आइहाल्छु है। गइहाल त चोखो गइहाल। के भनेको पनि कस्तो स्वादले भने कि मरीले। अब धुर्मुसेसँग लभ सिद्धिया जस्तो छ यसको। अब मैले पो कोसिस गर्नु पर्ला जस्तो छ त। संहिताको कुरा चलिरह बेला म पहाडको यो तराईकी बिहे गर्दा त साँच्चीकै नयाँ नेपाल होला जस्तो छ। केही पनि भएको छैन। केटा केही भएको छैन। कम्ती पिर बनाएको हामीलाई। उसलाई मैले बुइनी बनाइसके त। बुइनी बनाऊ कि दिदी बनाऊ, हामीलाई के मतलब? त्यसलाई डाँडो कटाएर नआएसम्म म त्यो हरा जान्न। ए ससुराला, तिमी पनि बोल न हौ। मेरो मौन व्रत हो, म बोल्न मिल्दैन। छानी हुने के त एकताल मसँग उता हिँड्छ कहाँ आइज न। तेरि कस्तो गुवा झल्लोमा बालुवा छ यो। अरे रुक कहाँ लागिहालेको मलाई? तेरि कहाँ किन कसो होइन क्या, फुरुक्क हिँडिहाल्दा। त यहाँ 1 घन्टासम्म बस्नु। 1 घन्टा हामी के गरेर बसिहाल्ने? चुप, के गरेर कसो गरेर होइन क्या। अहिले मैले भनेपछि सिद्धियो त 1 घन्टा यहाँ बस्ने है। डाँडै कटाइदिएर आए। यो जुनी भारी यो गाउँमा फर्केर पनि आउँदिन त। ल हिँडिहाल त। जाऊ छोरी जाऊ। बा म गएँ है। म बोल्न मिल्दैन, मेरो मौन व्रत हो। दिनकति जतिखेर व्रत हुन्छ हिँड। बस त्यतिकै शङ्का गरेर हुन्छ। अब त भुनिया सुनिया कोही पनि आउँदैन यहाँ। धुर्मुस 1 घन्टा त म बस्न सकेन। कमिलाले टोकेर म त आइहालेँ। जे गरे नि सुख छैन ए मेरी बासै, ए मेरी बासै।